तपाईँले ल्याउन ढिलो गर्नुभयो। यो हुन सक्दैन डाक्टर साहब। नहीं मनमाया मनमायालाई केही नहोस् भगवान्। यसको तमासा ओए छिने उस भने सुन्न गङ्गामा आइसके लोग्ने गरेपछि मैले पाल्न परेछ हैन बोकी बाजी आइमै म सक्दिन मेरो जीवन तागतै छैन। कोखरी त भनेर मेरो छोरो लगिस् 2 वर्षसम्म मेरी बुहारी भनेर बसिस्। अब एउटा जुम्रो जत्रो छोरो जन्मन सकिँदैछ है। अब मेरो वंशको दियो बाल्ने पनि कोही भएन अनि म मर्दाखेरि पिण्ड पानी दिने पनि कोही पनि छैन। त दिन्छस् बाजी? आमा छोरो नजन्माएर मैले पाप गरेँ होला, तर म छोरो जन्माउने मिसिन होइन नि। तपाईँको छोरो मर्दा मेरो आधा ज्यान गयो। अब तपाईँको बोलीले मलाई हरेक दिन मार्दैछ। के रे बोलीले मारे रे मैले? तेरो यो आँसुले मेरो नाति जन्मिन्छ। अनि सुन आज श्राद्ध छ, म विधवा टाढै बस्ने, पिछाइ गर्न आउने होइन नि। तमासा महातमासा त्यतिखेर उठाएर गति मान्छे यतिखेर उठेको छैन भने ओइ उठ भने कलेज आइमै छुट मैना चरी रक्तमै बराबर बसेको रहेछ। हलो चिन्ता मैना मरि भएको बेलामा घरभित्र सुत्नु हुन्छ तपाईँको गाडी उठ भने छिटो उठ ओइ उठ नछिनु उठ कोही मार्ने तल कलेज सुत्नु मैना गलेभित्र छिटो गाडी नलाई गयो। ला यो जग लिएर गएर धारा लिएर पहेलेर आइज पानी मेला घर अपवित्र पारिस।
त हेर्नु न कोही टोकोइ पनि आएकी छैन यस्ताको छायाले त धारा पनि बिटुलो हुन्छ होइन यस्तालाई त गाउँघरबाट निकाल्नु पर्ने होइन र ओए उता सर तो पोइ टोकु वा बाजी होस् बिचारा माइना दिदी नातिको मुख हेर्न नपाउँदा बुढी भयो काकी मेरो लोग्नी फर्केर आउँदैन मैले जन्माएको छोरो पनि आउँदैन त्यो मेरो हातमा थिएन तर तपाईहरुको बोली तपाईहरुकै हातमा छ मलाई बाजी भन्नुभन्दा एकचोटि सोच्नुस् त भोलि तपाईको छोरी बाजी भयो भने यो समाजले के भन्छ ए काकी मुख सम्हालेर बोल्नुस् मेरो भाउजूले कसैको पोइ खाएको होइन दाइलाई क्यान्सरले लग्यो अनि सन्तान नहुनु अपराध हो तपाईको छोरीको पनि बिहे भएको 5 वर्ष भयो खोइ त नाति ओइ फुच्ची त चुप लाग अनि तराडी बाजी त जस्तोको सासले यो गाउँको हावा विषाक्त हुन्छ मेरो रगत बग्यो मेरो सिउँदो पुछ्यो तर बिन्ती छ मेरो इज्जत नपुछ्नुस् म पानी नभरेरै जान्छु तर धारालाई बिटुलो नभन्नुस् बिटुलो धारो होइन तपाईहरुको सोच हो ए मैना बसो के हो तेरी बुहारीलाई त गणेशले पिँढीमा कम्मल उडाइदियो रे नि गाउँमा त्यो हल्ला सुनेको छु तेरी बुहारीको र त्यो गणेशको के साइनु छ ऊ कुमार केटो तेरी बुहारी बिधुवा हेर मैना म मुखियाको नाताले सोध्न आएको के को साइनो हुनु नि साउजी त्यही रणले मेरो घर मुछेकी हो साउबा त्यो बिहे गरेर आएको 6 महिनामा मेरो सोझो छोरो ओछ्यानमै पर्यो मैले यही बुहारी शनिबारको व्रत बस्नु भनेको मान्दै मानिन अस्पताल लान्छु भनेर लगी अनि मेरो छोराको लास बोकेर आई मैना तेरो वंशको दियो खत्तम पारी निभाइदी खोइ नाति नाति दी दिन नि तेरो छोरो त खाइदी तेरो त वंशै सुकिसक्यो त सुकायो साउजी सुकायो कोही निल्ने वंश निल्ने म मरेपछि मेरो नाममा दियो कसले बाल्छ तर्पण कसले दिन्छ अब त्यस्तीलाई घरमा राख्नु भनेको कालो नागसँगै सुत्नु हो साउजी हाम्रो पालामा त बाँझीलाई गाउँ निकाला गर्थे अब उहाँ माथि विधवाईलाई त सेतो सारी लाएर खरानी घसेर एक ठाउँमा राख्थे विधवाईलाई हिँड्ने बेलामा अशुभ हुन्छ हो कि न हो कि न अहिले त कानुनले पनि हात बाँधियो तर त नाति है मैना म मुखिया छँदैछु नि के गर्नु साउजी त्यो अलक्षिणीले गर्दाखेरि मेरो इज्जत माटोमै मिलाइ मैले शिर ठाडो गरेर हिँड्न सकेकी छैन मेरो पाप पखाल्दिनुहोस् साउबा पखाल्दिनुहोस् यता सुन पाप पखाल्ने एउटै बाटो छ गाउँले बोलाउँछु पञ्चायत बसाउँछु गाउँको चलन भाँडेको मुद्दा लगाउँछु
अनि गाउँ निकाल्ला। कुरो बुझिस्? राम राम शोभा। राम्रो। उता त पानी परेर बल्ल बल्ल आयो म। अलिकति गम्भीर कुरा थियो, जानजो गर्ने। ए पवन, कतार दुबईको भिसा बेचेर पैसा कुम्लाई सोला नि? कुरा के छ? पैसाको कुरो हो भने भोलि बिहान आइज। अहिले मेरो दिमागमा न्यायको कुरो खेल्दैछ। पैसाको होइन शोभा, इज्जतको कुरा हो, ज्यानको कुरा हो। मैनाको बुहारी मनमायाको ज्यानको खतरा छ। नसुने भनेर पिँढीमा फ्यालेको छन्। मुख्य काम मार्ने होइन, बचाउने हो। मैनाकी बुहारीको के दोष छ? यसमा मैनाकी बुहारीको कुनै पनि दोष छैन। के उनको श्रीमान मर्नुमा उनको हात हो र? विधवा भएको 2 वर्ष भइसक्यो। सिन्दुर पोछेको घाउ निको नहुँदै कोकृत्यको अर्को घाउ दिनुभयो। अनि उनलाई रगत बगो भनेर पिँढीमा सुताउने? यो 2081 साल हो, ढुङ्गे युग होइन। चुप्लाक बेमान, कुकुरको छाउरो, बाउको अगाडि अम्लो ठड्याउने। तँलाई के थाहा चलन संस्कार? मैनाको छोरो मर्दा गाउँलेले भनेकै हो। बुहारीको भारी पाइला पर, कुलको दिव्यो निम्यो। विधवा भनेको अभागी जात हो। यसले टेकेको माटो बाँझो हुन्छ, यसले छोएको पानी बिटुलो हुन्छ। बुवा, मैले निशितालाई मन पराउँछु। सावित्रीकी छोरी गरिब छे र ऊ पनि चेली हो। यदि मैले भोलि उसलाई बिहे गरेर घरमा ल्याएँ भने उसलाई रगत भएको दिन तपाईँले घरबाट निकाल्नुहुन्छ र उसलाई बाँची भनेर पिँढीमा सुताउनुहुन्छ? बुवा, बोल्नुस् न बुवा। तपाईँको मुखियागिरीको परीक्षा यही हो। मेरो बुढी पनि त जन्मिँदा सुत्केरी बेताले रक्ताग्ने भएकी थिए। त्यो बेला गाउँलेले नचुने भनेर बाहिर गोठमा राखिदिए। मैले केही गर्न सकिनँ। उसको लास काखमा थियो, तर समाजको डर मुटुमा थियो, मुटुमा। साउजी, लोग्ने मर्दाखेरि बुढी अलक्षिने हुँदैन। मर्ने त कर्म हो, धरतीको रित हो। तर जिब्दो मान्छेलाई माया नगर्नु चाहिँ महापाप हो। मनमाया भाउजू टुरी होइन। हामी छौँ, भोलि नै भाउजूलाई पढाउने काम दिनुपर्छ। त्यसपछि भुल्ने बाटो हुन्छ। सुन गाउँले हो, आजको पञ्चायत बसेको मैनाको बुहारीको मुद्दा हेर्न हो। यो आइमाईले गाउँको चलन भाडी पर सरे बेलामा
चुलामा गएर छोइदे। मलाई नाति पनि दिइन। हुँदा हुँदा यसले मेरो इज्जत पनि खाए। यस्तै वंश सकुइलाई पोइटोकुइलाई गाउँ निकाला नगरेदेखि म सबै गाउँलेहरूको अगाडि यही चौतारामा विष खाइदिन्छु। सौबा मैले के बिगारेर? नौनी मर्नु मेरो दोष हो, बच्चा नहुनु मेरो दोष हो र? रगत बग्नु मेरो दोष हो र? भन्नु न सौबा। ए मनमाया, तेरो मुखबाट रगत आयो। रगत बग्नु अशुभ हो, यो अपशकुन हो। हाम्रो चलन अनुसार यस्ता आइमाईलाई गाउँमा राख्न हुन्न। कि त जा, नत्र भने 50,000 दण्ड तिर। बाबा के को दण्ड? साउबा गरिबको दण्ड पैसा कि वृद्ध भएको दण्ड कि बाँझी भएको दण्ड? कुन एनमेले आएछ? हे गणेश, त धेरै बढी बोल्छस्। साउबाको अगाडि बोल्ने तरिका तेरो यही हो। तेरो बाउको जग्गा म कहाँ बन्दकी छ। दिर्हिस। बुवा, यो त अन्याय भयो। तपाईँ गाउँको मुखिया भएर त न्याय दिने हो, दण्ड होइन। भाउजूको केही पनि दोष छैन। यदि दोष छ भने हामी सबैको दोष छ, बुझ्नुभयो? त चुप रह। घर घर कुरो गरौँला। अहिले म पञ्चको फैसला सुनाउँछु। सात दिनभित्र गाउँ छोडेर जा, होइन भने तेरो घरमा म आगो लगाइदिन्छु। उठाउ न, सबैजना भएर उठाउ न, लौ न। सौभा आगो लाउने हो र? मर्दा त मर्दैन नि। मर्दिन, यो रानीलाई तर्साउने मात्रै हो। यो रानी गाउँमा बस्यो भने मेरो इज्जत जान्छ। गणेशले यसलाई पढाउँछु भन्ने छ। सबैजना पढ्न गयो भने मेरो खेतको काम कसले गर्छ? मेरो बारीको काम कसले गर्छ? जा। को तपाईँ? क्या रे मलाई केही नगर्नु। क्या रे तपाईँ? को तपाईँ? क्या रे तपाईँ? को? केही नगर्नुहोस् मलाई, केही नगर्नुहोस्। को तपाईँ? को? को तपाईँ? क्या रे मलाई? क्या रे? क्या रे तपाईँ? को तपाईँ? को? क्या रे तपाईँ? एक छिन। बुवा, तपाईँ यो गाउँको मुखिया हो कि हत्यारा हो? मान्छेलाई जिउँदै जलाउने? त मेरो रगत भएर मलाई नै थर्काउने? मरे जलाइदे यसलाई। सुमन, यदि तैँले आगो मात्रै लगाइस् भने तेरो हात खुट्टा भाँचेर फालिदिन्छु। र एउटा कुरा बुवा, यदि भाउजूलाई छोएर मात्रै देखाउनुहोस्। म तपाईँलाई बाउ भन्दैन, पुलिस बोलाइदिन्छु। बुवा, यो गाउँ तपाईँको विरुद्ध होइन, कानुन सबैलाई बराबर हुन्छ, बुझ्नुभयो? अनि सुमन, यस्ता अपराधीको पछि लाएर तँ पनि जे पाए त्यही गर्छस्? यहाँबाट तँ गइहाल्छस् कि तँलाई?
तपाईँहरू भन्नुहुन्छ शिक्षिका बन, पाठशाला खोल्नु, सासू भन्नुहुन्छ बाजी। म कसको कुरा सुन्नु? सासूको कुरा सुन्ने होइन भाउजू, आफ्नो मनको कुरा सुन्ने। ए बाबु अब तपाईँ बुहारी होइन, दर्जी अथवा टेलर माथि राखेको हुन्छ भाउजू। आफ्नै खुट्टामा उभिएर मैना काकीलाई देखाउनु, बाजीको हातले पनि पैसा कमाउँछ भनेर। दर्जी भाउजू म बाबु, मेरो कोखरी त भए पनि काखरी त नहुनु भयो। ए किताब, ए मिसिन, मेरो छोराछोरी भयो। सावित्री, ए सावित्री, होइन के भयो? किन करायो है मैना? मेरी बुहारीलाई कहाँ लुकाएको छौ हा तिमीहरूले? तेरो बुहारीलाई लुकाएकी छैनन्, मान्छे बनाउँदैछन्। पहिले जस्तो बाजीको ट्याग होइन, मास्टरनीको ट्याग दिन्छन्। हेरौँ न म पनि। हेर्दै जान। सीता, किन र विनोद दाई? फेरि साउदाले देखेपछि मेरो इज्जत इज्जत हेर निशिता, इज्जत पैसामा हुँदैन, इज्जत त मुटुमा हुन्छ। हिजो पञ्चायतमा बुवाले भाउजूलाई निकाला गर्नुपर्छ भने, तर मैले त्यसको विरोध गरेँ। आज म तिमीलाई भन्न चाहन्छु निशिता, म तिमीसँग बिहे गर्न चाहन्छु। के भन्नुभयो रे दाई? तपाईँ साउको छोरा, म गरिबको छोरी। तपाईँको आमा बित्दा पनि साउको घर, मेरी आमा जुगरी। समाजले हामीलाई बाँच्न दिँदैन विनोद दाई। निशिता, तिमी यो के भनेको? हेर निशिता, समाज भनेको तिमी हो, म हो। अरू त्यो मन मायालाई बाजी भनेर आरोप प्रत्यारोप लगाउने मेरो बुवा समाज होइन। उनलाई बचाउने म हो, तिमी हो, गणेश दाई हो, पवन दाई हो, हामी हो समाज। हेर निशिता, के तिमी मलाई साथ दिन सक्छौ? मनमाया बाउजीले त सहन सक्नुभयो भने म पनि सहन सक्छु, तर साउबा भाषी त म लड्छु निशिता, जसरी म हिजो भाउजूको लागि लडेँ। किनकि मलाई राम्रोसँग थाहा छ, माया प्रेम भनेको जात भात धनी गरिब केही पनि हुँदैन। के रे त निशितालाई मन पराउने, निशितासँग बिहे गर्ने, त्यो सावित्री गरिबकी छोरी, म मुखिया। त्यो निशिताकी आमा त मनमायालाई सघाउँछे नोकर्नी हो। त्यो मेरो नाक काट्ने त आज हो बुवा, म निशितासँग बिहे गर्छु। उसको रगतमा इमान छ, तर तपाईको दराजको पैसामा घमण्ड छ। मलाई घमण्ड होइन, मलाई प्रेम चाहिन्छ बुवा। प्रेमले पेट भरिन्छ?
तँलाई मेरो सम्पत्तिबाट बेदखल गरिदिन्छु। बुवा, मलाई तपाईँको सम्पत्ति चाहिँदैन, मात्र तपाईँको आशीर्वाद भए पुग्छ। मलाई दिएको जुन गोठ छ नि, मैले त्यसलाई गोठ होइन स्वर्ग बनाउने छु। तर एउटा कुरा याद गर्नुहोस् बुवा, आज तपाईँले जसलाई गरिब भनेर हेप्नु भएको छ नि, भोलिका दिनमा त्यसलाई ढोग्ने दिन पनि आउन सक्छ। किनकि मन माया भाउजू पढ्दैछिन्। के त्यो बाँझी राडी पढ्छे? हो बुवा, त्यो बाजीको कोखबाट एउटा क्रान्ति जन्मिनेछ र त्यो क्रान्तिको नाइके तपाईँकै छोरा हुनेछ। बुझ्नुभयो? आज हाम्रो विद्यालयको वार्षिक उत्सवको अवसरमा उत्कृष्ट शिक्षकलाई सम्मान गर्दैछौँ। यस वर्षको उत्कृष्ट शिक्षक हुनुहुन्छ मनमाया। उहाँलाई सम्मान गर्नको लागि यस विद्यालयका प्रधान अध्यापक कृष्ण बहादुर तामाङ आउँदै हुनुहुन्छ। यस वर्षको उत्कृष्ट शिक्षिका मनमायालाई आफ्नो विचार राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। म मनमाया 2 वर्ष भयो मेरो लग्न बितेको। मेरो सुटो पुछियो, सासूले मलाई बाजे भन्नुभयो। पञ्चले भन्यो गाउँ निकाल, पन्ध्रले भन्यो बिटुली। तर आज मेरो पेनले भन्छ म सफल। मेरो कोख मृत्यु भए पनि मेरो काख भनेर यी नानी बाबुहरू सबै मेरो छोराछोरी। मैले तेरो कोखलाई सरापी तँलाई बाँझी जस्तो आरोपलाई यति कठोर शब्द प्रहार गरे, यति कठोर शब्द प्रहार गरे। अरू भइदिए त सायद मलाई छुरीले रोक्दियो होला मेरो मुखमा र मेरो होठमा, र पनि तैँले मेरो विभिन्न यातनालाई सहेर सासूलाई मात्र होइन आमालाई पनि व्यवहार गरे। बाबा, मलाई हुन सक्छ भने माफ गरिदे। आइन्दामा कहिले पनि तँलाई त्यस्तो कठोर निष्ठुरी व्यवहार गर्दिन। तँ त मेरो बुहारी होइन, छोरी होस् बाबा, छोरी होस्। मेरो पुरुष होस्। कोखाल छिने भन्छन् मलाई, आँसुमा डुबेको यो जिन्दगी। घाउहरू गानेर हाँसे संसार,
जति बाधे पनि मेरो सपना आगो बनेर फेरि बल्नेछ। एउटी नारीको मौन पीडाबाट नयाँ इतिहास फेरि